हेलो वेलकम ब्याक इन युट्युब च्यानल साथीहरु। आज चाहिँ खेलकुदसँग सम्बन्धित यो कबड्डी पाँचथर जिल्लाको यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको यो पहिलो खेल लेडिज कबड्डीको यो भिडियो तपाईहरु समक्ष देखाउँदैछु र भिडियोलाई अन्तिमसम्म हेरेर लाइक शेयर अनि कमेन्ट गर्नुहोला। धन्यवाद। पालिकाका खेल शिक्षक तथा प्रतिनिधिज्यूलाई म निवेदन गर्दछु हाम्रो यो गेम 15 मिनेटमा कोड चेन्ज हुन्छ। अहिले भर्खरै फालुट गाउँपालिकाको 2 पोइन्टले अगाडि बढिसकेको छ। पहिलोचोटि फिल्मको रेडरलाई आउट गरेको छ भने अहिले फेरि पालो फिल्म नगरपालिकाको फेरि पनि अर्को रेडरलाई आउट गरेर फालुट गाउँपालिकाको 3 फिल्म 0। पालिकाको नाम चाहिँ अलि ठुलो एकदमै फेयर प्ले भइरहेको छ। यहाँनिर म्याटको स्थिति राम्रो छ र फेरि पनि अर्को रेडर एकदमै राम्ररी यहाँनिर जित्न सफल छ र फिल्मको रेडर आउट भएको छ। त्यो सँगै 4 अङ्क एकदमै राम्रो प्रदर्शन भइरहेको छ। फालुट गाउँपालिकाको एकदमै राम्रो रेडर चेम्जोङ बहिनीको फेरि पनि कमजोर स्थिति देखिन्छ फिल्म नगरपालिकाको र अब पनि सोझै पेल्न सक्ने स्थिति यहाँनिर देखिन्छ। हेरौँ के हुन्छ। गाह्रो भइसकेको छ मिक्लाजुङ गाउँपालिकासँग। मिक्लाजुङ गाउँपालिकालाई गाह्रो भइरहेको छ स्थिति। र फेरि पनि मिक्लाजुङ गाउँपालिकालाई अप्ठ्यारो पारेको छ आउट गर्दै। फालुटको 6 अङ्क र अल आउट गर्ने सम्भावना एकदमै राम्रो देखिन्छ र युनिस चेम्जोङले एकदमै राम्रो रेडिङ गरेर फेरि मिक्लाजुङ गाउँपालिकाको 2 अङ्क थपेको छ। बोलो बोलो अत्याधिक राम्रो तरिकाले रेडर आउट भइसकेको छ माथिको। सरी फालुट गाउँपालिका 10 मिक्लाजुङ गाउँपालिका 2। पालनद गाउँपालिकाको तर्फबाट स्मारिका चेम्जोङले त्यतिकै राम्रो पर्फर्मेन्स गरेको छ
रवि अहिलेसम्म कमजोर स्थितिमा देखिन्छ। यो टिमलाई चाहिँ हराउँछ फाल्गुनले। जितिहाल्छ नि यो टिम त। जेनको टिम चाहिँ हाम्रो यो सानो बहिनी कडा छ त्यसलाई छुनै सकिँदैन। यसमा छिटो मान्छे सानो छ भनेर हो यस्तो। सुन त तिमी चाहिँ मर्नु हुँदैन है बुझ्यौ। उसलाई धेरै टाइम आउट भयो नि बोलाइहाल। समर्थकहरूको एकदमै राम्रो साउन्ड सुनिरहेका छौँ। अहिले फालुट गाउँपालिकाले मिक्लाजुङलाई 40-29 को सेटमा जितेको छ कबड्डीमा र पहिलो खेलबाट दोस्रो चरणको खेलमा फालुट गाउँपालिका प्रवेश गरेको छ। र भाइ बहिनीहरू जसले यो कबड्डीलाई खेल्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको यो भिडियोलाई यही अन्त्य गर्न चाहन्छु।